सम्पूर्ण मित्रजनहरूलाई हृदयदेखि नै हार्दिक नमन व्यक्त गर्न चाहेँ र यो देश डुब्नु लाग्यो भन्ने खालको कुराहरू सुनिन्छ र सबैको भनाइहरू यही छ र यो किन कालिरहेछ यिनीहरू देश डुब्नु लाग्यो भनेर। देश के भएर डुब्छ? देश त जहाँ छ त्यहीँ छ कि पानी आएर डुब्नु लाग्यो? कतै समुद्र त पल्टेको त होइन नि, समुद्र आएर त डुब्नु लागेको त होइन नि। देश त जहाँको त्यहीँ छ। तर त्यो भित्र रहेको समाज र जनताहरू र नेतृत्व गर्नेहरू चाहिँ किन कालिरहेछ? डराएको हो? किन डराएको? अब नेपाल डुब्नु लाग्यो, देश डुब्नु लाग्यो, अरे कसले सम्हाल्ने अरे? सम्हाल्ने यहाँ नेपाल सम्हाल्ने, यो देश सम्हाल्ने मान्छे हजारौँ हजारौँ के अरे मानिसहरू छ यहाँनिर यो देश सम्हाल्नलाई। भिजन भएको यो देशलाई प्रगति र उन्नतिको पथमा चढाएर समाज र जनतालाई सुख र समृद्धि दिने भिजन र विवेक भएको दिमाग भएको मान्छेहरू हजारौँ हजारौँ छ यहाँनिर। तर त्यो हजारौँ व्यक्तिहरूले नजिकबाट निहालिरहेछ। यी किन कालिरहेछ यिनीहरू? देश डुब्नु लाग्यो, देश डुब्नु लाग्यो। इन्डियालाई स्टेट दिउँ अरे कि किन दिनु पर्यो इन्डियालाई? डराएको? कालेको? नकाले हुन्छ, कालिनु पर्दैन। यो देश सम्हाल्ने व्यक्तित्वहरू यहाँनिर नेपालमा हजारौँ हजारौँ करोडौँ छ। नकाले हुन्छ, डर लाग्छ भने चुप लाएर बस्ने हो, हल्ला नगर्ने हो। यो देश सम्हाल्ने व्यक्तित्वहरू नेपालमा जन्मिसकेको छ र छ। तपाईँहरूलाई जानकारी म दिँदै यति जानकारी दिँदै तपाईँहरूबाट अहिले बिदा हुन्छ है। हस् त, धन्यवाद।